हेलो हाई गुड मर्निङ वेलकम माई न्यू भिडियो। के छ सन्चै हुनुहुन्छ होला? म पनि यता सन्चै छु। आज चाहिँ मेरो एक्जाम छ हैन, 1 बजेदेखि। त्यसैले यसो अलिअलि तयारी गर्दैछु। अब खाना पकाउन जानुपर्ने छ। के छ अनि तपाईँहरूको खबर? सन्चै हुनुहुन्छ होला? चिया खाएर यसो अलिअलि एक्सर्साइजहरू गरेर अब चाहिँ यसो अलिकति पढ्न पर्यो। अनि त्यसपछि तल खाना बसालिसकेछु। खाना बसालिसकेँ। अब तरकारी र दाल पकाउनु पर्ने छ। गर्नु पर्यो। एउटा छ मेरो एउटा सकेपछि सक्नुहुन्थ्यो कुरो। पोइन्ट आउट द स्टेटेड नलेज अफ फर्स्ट सक्सेस इन सेलिङ। विक्रयकारका सफलता पाउनका लागि विक्रयकर्ताले विभिन्न विषयहरूमा ज्ञान हासिल गरेको हुनुपर्दछ। कम्पनीको बारेमा ज्ञान, वस्तु सेवाको बारेमा ज्ञान, प्रतिस्पर्धाका बारेमा ज्ञान, संस्था तथा कर्मचारीको बारेमा ज्ञान, मूल्य र प्रतिस्पर्धाको ज्ञान। यो पोतो यो कसरी फाल्ने होला है? के छ यो सानो सानो तेलकोठी। मेरो मात्रै हो कि सबैको हुन्छ यस्तो? साथीहरू मेरो च्यानललाई सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला हैन। बल्ल न्यू युजर हो म पनि, बल्ल सुरु गर्दैछु। कस्तो हुन्छ भनिदिनु होला। सल्लाह सुझाव यसरी गर्दा राम्रो हुन्छ भनेर दिनु होला है। What do you mean by selling? Elements of selling: production planning, demand credit. आजको मौसम यस्तो राम्रो नि। त्यो परको चन्द्रगिरी हो, ट्याक्कै त्यो कलरको ड्रमले झिकिरहेछ। आज चाहिँ म अरू तरकारी पकाउँदैन। यसैमा रस बनाउनु पर्यो, अलिअलि रस, आलु र यो मिसाएर। किनभने अब एकैछिन पकाएपछि एकैछिन यसो किताब हेर्न पर्ला। कसलाई मनपर्छ यसमा रस हालेको? मलाई चाहिँ ठिक्कै लाग्छ है। त्यस्तो भयङ्कर मनपर्ने भनेर बाध्य पनि हुँदैन होइन। मनपर्ने भने त खानै मन नलाग्ने पनि ठिक्कै लाग्छ मलाई चाहिँ। अब यसैमा रस हाल्ने आज। अलिक चाहियो होला 3 जनालाई। 4 जना त भयो नि, 3 पनि छैन हाम्रो घरमा। 3 शुद्ध गरेर 4 जना छौँ होइन। टक्कै यसमा रस हाल्ने, चट्टसँग खाने। आज अरू केही पाइँदैन। आलु काट्छु यसमा। मेरो चाहिँ मोड चेन्ज भयो है फेरि। रसै हालेर पकाउनु त सिमीमा भन्दा काउलीमा मिठो हुन्छ होला, लपक्क परेको भन्ने लाग्यो होइन। त्यही भएर काउली चाहिँ पकाउनु पर्यो भन्ने सोचेँ। आलु नि यस्तो छ फेरि, अब यसलाई बनाउन यस्तो गाह्रो लाग्छ र मलाई। यसलाई ठिकै छ, जेसम्म म बनाउँछु होइन। कस्तो भन्छ होइन,
हेरौँला हेरौँला। मेरो त यता तेल तातिसक्यो। काउली काटेँ, आलु काटेँ। यहाँ फाट्नु पर्यो होइन। कोलाई मनपर्छ मेथी कुराको, मलाई चाहिँ एकदमै मनपर्छ। के सकिन लागेको चाहिँ क्या हो, कोही म जस्तै भर्खर सुरु गर्नुभएको छ भने आउनुहोस्, एकअर्कालाई सपोर्ट गरौँ है। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ साथीहरू। गाजर र मुलाको सलाद यता बन्यो। आलु र काब्लीको तरकारी टुसुङ 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 टुसुङ। अब यसलाई खनाउनु पर्यो न। यसलाई मलाई पकाएको खाना राख्नै मन लाग्यो, भाँडा भाजी हेर्न लाग्छ। त्यसैले अब यसमा खनाउँछु, कुकर मार्छु है। आज यो छैनहरू अब अलिक बुढोलाई दैलेर मन पर्छ नि। यस्तो राम्रो त देखेको छैन र। थ्याङ्क यू फर वाचिङ माई भिडियो। प्लिज सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। प्लिज सपोर्ट मी। आजको भिडियो यहीँ सकिन्छ। ओके बाई बाई सी